सबैलाई नमस्ते खाना हाँस्यो म उमेश सुवेदी आज पनि तपाईहरुको बीचमा म पुनः उपस्थित भइसकेको छु। साथीहरु आज पनि मैले तपाईहरुको निम्ति छपसक्सा संयोजक भनेर लिएर आएको छु। संयोजक भनेको के कुरा त भन्दाखेरि हामीले यसरी यी दिनहरुमा चाहिँ छुट्टा छुट्टै संयोजक हैन त्यसपछि नामयोगी यो कुराहरु के हो कसो हो भनेर हेर्ने क्रम चलिरहेको छ। किनभने यो कुरा तपाईले जान्नु जरुरी छ कि अब पछिल्लो दिनहरुमा जसै तपाईहरुलाई मैले यो कुराहरु एक एक गरेर छुटाएर पढाउने छु त्यतिखेर चाहिँ तपाईले मैले चाहिँ त्यतिखेर यो जानेको थिएँ यो चाहिँ संयोजक अन्तर्गत आउँदो रहेछ भनेर क्लियर हुनुहुन्छ र बुझ्न अझै सजिलो हुन्छ भन्ने हेतुले मैले तपाईहरुलाई यो कुरा यसरी अलग गरेर लिएर आएको छु। साथीहरु ल हेरौँ दुई वा दुई भन्दा संयोजक भनेको के त संयोजक भनेको के त भन्दाखेरि दुई वा दुई भन्दा बढी शब्द वा वाक्यलाई जोड्ने शब्दलाई संयोजक भनिन्छ। त्यसै दुई वा दुई भन्दा बढी शब्द वा वाक्यलाई जोड्ने शब्दलाई संयोजक भनिन्छ। भनेपछि यहाँनिर रहेको जति पनि कुराहरु छ यो सबै के हो संयोजक हो र यो सबै कुराले के गर्छ भने चाहिँ दुई वा दुई भन्दा बढी शब्दहरूलाई एकै ठाउँमा जोड्ने काम गर्छ र दुई वा दुई भन्दा बढी वाक्यहरूलाई पनि एकै ठाउँमा जोड्ने काम गर्छ र एउटै वाक्य बनाउनलाई मद्दत गर्छ। जस्तै फर एक्जाम्पल वा र वा भन्ने कुरा छ दुईवटा। साथीहरु यो र सँग भन्ने यसको अर्थ दिन्छ यसको फरक फरक अवस्था अनुसार यसले अर्थ दिन्छ। म तपाईहरुलाई पछि बताउने नै छु। अहिले पनि तपाईहरुले यो वा वा भनेको दुईटै र सँग भन्ने कुरालाई बुझ्न पर्यो यसको मिनिङलाई बुझ्न पर्यो र यो संयोजक अन्तर्गत पर्छ भन्ने कुरालाई चाहिँ क्लियर बुझ्न पर्यो। राङ र इराङ भनेको र सँग हेर्नुस् त यसले पनि र सँग दिँदो रहेछ। पछि म तपाईहरुलाई पाठ पाठ गरेर एक एक गरेर अलग अलग सिकाउने छु। ना र इना भनेर दिएको छ वा र अथवा लाग्ने रहेछ यसको पनि अर्थ र त्यसपछि गना भनेको छ वा अथवा यो पनि कस्तो केसमा लाग्छ भन्ने कुरा म तपाईहरुलाई सिकाउने छु। गो इगो भनेको छ र ए र हो र भन्ने अर्थ दिँदो रहेछ तीनवटा कुरा यो कस्तो अवस्थामा लाग्छ म तपाईहरुलाई मजाले सिकाउने छु। आस अस एस हेस ओस जसको अर्थ चाहिँ यो पनि एउटा संयोजन भित्र पर्छ र ए र एकोले भन्ने यसको नेपाली अर्थ हुन जान्छ। यो कुरा कसरी प्रयोग गरिन्छ भन्ने कुरा म तपाईहरुलाई सिकाउने छु। खुरेछ भन्ने कुरा चाहिँ त्यसैले भनेर भनेको छ त्यसैले खुरेछ भनेको त्यसैले यो कुरा चाहिँ त्यसैले भन्ने कुराले चाहिँ के गर्छ दुईवटा वाक्यलाई जोड्ने मद्दत गर्छ भन्ने कुरा कसरी गर्छ भन्ने कुरा म यसलाई अलग अलग गरेर तपाईहरुलाई सिकाउँदैछु। खुरीको र अनि यो कुराले पनि र अनि मैले भात खान्छु अनि म विद्यालय जान्छु है मैले भात खान्छु अनि म विद्यालय जान्छु भनेर यसरी जोडियो कि जोडिएन एउटा कुरा त्यसरी नै जोड्यो। खुराना भनेको तर जस्तै यहाँनिर म घर जान्छु तर कति बज्यो म घर जान्छु भनेर कसैलाई मैले भने र अर्कोले के भने तर कति बज्यो अहिले भनेर कसैले प्रश्न गर्दै हुन्छ सोध्दै हुन्छ। तर भन्ने अवस्था आएको छ भने म घर जान्छु भनेर कसैलाई सोधे तर उसले के भन्दा हुन्छ तर कति बज्यो भनेर सोध्दै हुन्छ भनेदेखि त्यतिखेर तरको हेर्नुहोस् त यसले पनि दुईवटा कुराहरूलाई जोड्ने कुरा गर्छ। फुरेदो तै पनि है म खाना खान्छु मेरो पेट टन्न भरिएको छ तै पनि थोरै मिठो चिज पायो भने खान सक्छु भन्दाखेरि मेरो पेट भरिएको छ मैले भर्खरै खाना खाएँ तैपनि म खाना अथवा फलफुल खान्छु भन्दाखेरि यसरी मेरो पेट टन्न अगाएको छ तैपनि फलफुल खान्छु भन्दाखेरि हेर्नु त अगाउने खाने कुरा भइसक्यो। फेरि अब फेरि नेक्स्ट हुने कुरालाई फेरि तैपनिले त्यहाँनिर के गर्छ दुईटै वाक्यलाई जोड्ने काम गरेको छ। साथीहरु यो विषयमा म तपाईहरुलाई स्पष्टसँग एक एक कुराहरूलाई जस्तै वा वा राङ इराङ यसको अलग अलग पार्टलाई म लिएर आउने नै छु। तबसम्मको लागि चाहिँ मलाई बिदा दिनुहोस् र तपाईहरुले छपसक्सा भनेको संयोजक जसले चाहिँ दुईवटा वाक्य अथवा दुईवटा शब्दहरूलाई एकै ठाउँमा जोड्ने कार्य गर्छ भन्ने कुरालाई चाहिँ नबोल्नु होला। यति भन्दै आज पनि म तपाईहरु बीचबाट बिदा हुन चाहन्छु र यदि तपाईहरुको बीचमा हाम्रो भिडियो आएको छ र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई सब्स्क्राइब गर्न भने नभुल्नु होला र तपाईहरुलाई हाम्रो भिडियोहरु मन परिरहेको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नु होला। यति भन्दै तपाईहरुबाट बिदा हुन चाहन्छु। धन्यवाद। खामसाम्निदा।